सल्यानटारको नरसिंहधाम यहाँको पौराणिक महत्त्व अलग छ। न दिनमा नमरौँ, रातमा नमरौँ, शस्त्रले नमार, अस्त्रले नमारौँ, जलमा नमरौँ, थलमा नमरौँ, दिनमा नि नमरौँ, रातमा नमरौँ। यो पिलर एउटा रुखको जरा, त्यो सुरमा अर्को पिलर छ, यो सुरमा पनि अर्को पिलर छ भने यता पनि अर्को पिलर छ र यो चारवटा पिलर प्राकृतिक पिलर, रुखको पिलर। गोर्खाबाट काठमाडौँ आक्रमण गर्न जाने पृथ्वीनारायण शाहको सैनिक हिँड्ने बाटो यहाँ अझसम्म छ कोसेढुङ्गा। अब यो गोर्खा तनहुबाट आउँदै क्रममा चाहिँ यहाँ आइपुग्दा एक कोस, यो सलिन्टर कोसमा चाहिँ एक कोस भएर यहाँ आएर ढुङ्गा गाडेको थियो। पृथ्वीनारायण शाहकी सौतेनी आमा रानी चन्द्रप्रभावतीले पानी खाना बनाएको पान्दारे। साँच्चै यो शैली जुन छ वास्तवमा यो चाहिँ एउटा नेपालको लागि चाहिँ रहस्य नै हो। सल्यानटारको मौलिक पेसा माटोको भाँडो बनाउने कर्म हेर्नेछौँ। किन डुबानमा पर्दैछ हजारौँ घरधुरीहरू, बुढी गण्डकीको सुखद र दुःखद दुवै बाटो बुझ्न प्रयास गर्नेछौँ। यात्रा सुरु गर्दैछौँ चितवनको मुङ्लिनबाट। धादिङका रोचक स्थानहरू गाउँ बेसी कटेर बढ्नेछौँ। भिडियो केही लामो त हुनेछ तर जानकारी र सुन्दरताले भरिभराउ रहनेछ। कृपया भिडियो धैर्य गरी अन्त्यसम्म हेर्नु। यो हो त्रिशुली नदी, नदी किनारको बजार हो मुङ्लिन। आज हामी यही ठाउँबाट एउटा रोचक स्थानतर्फको यात्रा तय गर्दैछौँ। अहिले हामी छौँ मुङ्लिनमा। यो चितवन जिल्लाको एउटा मूल जङ्सन हो, किनभने यहाँ चाहिँ काठमाडौँबाट आउने राजमार्ग जुन पृथ्वी राजमार्ग छ यहाँ भएर चाहिँ पोखरा जान्छ। छेउैमा त्रिशुली नदी छ। त्रिशुली नदी पार तर्ने बित्तिकै उतापट्टि चाहिँ तनहुँ जिल्ला पर्छ भने यहाँदेखि चितवन नारायणघाट चाहिँ 36 किलोमिटरमा छ, पोखरा 92 किलोमिटर। त्यो कारणले यो एउटा मुख्य हब छ र एकदमै धेरै विकास भइसकेको। अब यहाँ त खाली ठाउँै देखिँदैन, दुवैतर्फ चाहिँ घर, विशेष गरी खाजा खाने बस्ने होटलहरूले चाहिँ भरिभराउ स्थान हो यो मुङ्लिन। अब मुङ्लिनबाट हामी अगाडि बढ्छौँ काठमाडौँतर्फ। आजको हाम्रो खोज भनेको नेपालकै सबैभन्दा ठुलो टार जसलाई भनिन्छ सल्यानटार। सल्यानटार चाहिँ धादिङ जिल्लामा पर्छ र एकदमै विशाल टार छ। कसरी त्यहाँनिर गाउँ बसेको छ र त्यहाँ घुम्न र हेर्न लायक धेरै स्थानहरू छन् जुन चाहिँ आज हामी जान्छौँ। कत्रो विशाल टार छ, त्यसको फैलावट हेर्छौँ, अचम्मकै छ त्यो स्थान। र अहिलेको चाहिँ नाप अनुसार चाहिँ नेपालको सबैभन्दा ठुलो टार हो भनेर स्थानीयहरूले दाबी गर्नुभएको छ। आजको हाम्रो खोजी भनेको त्यही स्थानको रहनेछ। हामी सायदै मलेखुबाट चाहिँ पारी तर्नुपर्छ त्रिशुली कटेर र धादिङको सदरमुकाम हुँदै, धादिङ बेसी हुँदै नै त्यो स्थान जानुपर्ने अवस्था छ। अब हामीले यात्रा सुरु गर्दैछौँ यो मुङ्लिन बजारबाट। हामी मुङ्लिनबाट अघि बढ्यौँ। यो काठमाडौँतर्फ जाने राजमार्ग हो, यसलाई पृथ्वी राजमार्ग भनिन्छ। चितवन नारायणघाटबाट काठमाडौँ छिर्ने बाटो पनि यही हो, अर्थात् पोखरा र चितवन नारायणघाट दुवै स्थानबाट यही राजमार्ग भएरै काठमाडौँ छिरिन्छ। हाम्रो देशको अति व्यस्त सडक खण्ड पनि हो यो। अब यहाँबाट काठमाडौँ 105 किलोमिटर लेखिएको छ यस बोर्डमा। त्रिशुलीको किनारै किनार गएको छ यो सडक। माथि धादिङको गल्छी भन्ने स्थानसम्मै त्रिशुली नदी किनारै बढ्छ पृथ्वी राजमार्ग। त्यहाँबाट त्रिशुली नुवाकोटतर्फ बढ्छ भने राजमार्ग काठमाडौँतर्फ। काठमाडौँलाई तराईसँग जोड्ने यो मूल नसा नै हो। यस्ता ठुला र लामो गाडीहरू काठमाडौँ छिर्ने त निर्विकल्प राजमार्ग नै हो। मुङ्लिनबाट हिँडेको केही मिनटमै हामी कुरिनटारको चेरेस भन्ने स्थान आइपुग्यौँ। मनोकामना मन्दिर पुग्नका निम्ति यही माथिबाट केबल कार सेवा छ। मनोकामना केबल कार नेपालकै पहिलो केबल कार पनि हो। पारी गोर्खा जिल्ला पर्छ। यहाँबाट केबल कारले झन्डै 3 किलोमिटर ठाडो उकालो चढाएर मनोकामना मन्दिर छेउ पुर्याउँछ। निकै व्यस्त रहन्छ यो क्षेत्र। नेपाल, भारत र तेस्रो मुलुकका पनि धेरै पर्यटक केबल कार चढेर यात्रा गर्न रुचाउँछन्। समुद्री सतहबाट 258 मिटर उचाइमा रहेको यो स्थानबाट 10 मिनटमै 1300 मिटरको उचाइ अर्थात् चिसो ठाउँमा पुगिन्छ। आज पनि भिडभाड देखिन्छ यो स्थान। यो चाहिँ हो वास्तविक कुरिनटार बजार। हुन त मनोकामना केबल कार भएको स्थानलाई पनि समग्रमा कुरिनटार नै भनिन्छ, तर पहिलेदेखिकै कुरिनटार बजार चाहिँ यही हो। हाल त यो बजारभन्दा तलको केबल कारको क्षेत्र चाहिँ बढी चलायमान देखिन्छ। व्यवसाय त्यता धेरै छ। केबल कार त चलि नै हाल्छ, त्यसले धेरै अन्यलाई व्यवसायको लाभ दिएको पनि छ। प्राकृतिक रूपमै माथि उचाइबाट पानी ल्याएर बेगका साथ गाडी धुने यो प्रविधि धेरै छन् सडक छेउ। अहिले यो पृथ्वी राजमार्गको खण्ड पुनर्निर्माण हुने क्रममा छ। विकास हुनु राम्रो हो, तर हाम्रो देशमा निर्माण कार्य चाहिँ साह्रै ढिलो हुने। अहिले यो मार्ग प्रयोग गरी काठमाडौँ छिर्न शास्ति नै छ। सडक बनाउनका लागि भत्काइन्छ, भत्काएपछि बनाइँदैन। काठमाडौँ छिर्न यो मूल नसा। यस्तो कार्यमा चाहिँ ढिलासुस्ती गर्नु हुँदैन। धेरै दुःख पाउँछन् यात्रुले। जहाँ यात्रुको चाप धेर हुन्छ
त्यस्तो सडक कैयन समयसम्म नबनिदिँदा निकै नैराश्यता आउँछ नागरिकमा। हामीले तल कतैबाट चितवन छिचोलेर धादिङ जिल्ला प्रवेश गरिसकेछौँ। यो हो धादिङको मलेखु बजार। मलेखु निकै प्रसिद्ध बजार क्षेत्र हो पहिलेबाटै। हाल त यसले ठुलै सहरको रूप लिइसकेको देखिन्छ। त्रिशुली किनारमै बसेको यो मलेखु बजार माछाका निम्ति प्रसिद्ध छ। त्रिशुलीका असला, सहर, बाम जस्ता माछा पारहीले स्वाद मानेर खान्छन्। पृथ्वी राजमार्गमै पर्ने यो बजारमा काठमाडौँ, पोखरा, चितवन आवत जावत गर्ने यात्रुहरू आराम गरी खाजा खान रोकिने गर्छन्। त्रिशुली राफ्टिङका निम्ति प्रस्थान बिन्दु पनि हो यो। विशेष गरी विदेशी पर्यटकहरू राफ्टिङ, कायाकिङ गर्छन्। बिचबिचमा क्याम्पिङ गर्दै नदीबाट धेरै लामो यात्रा पनि गर्छन्। हामी मलेखुबाट पनि करिब 1.5-2 किलोमिटर जसो अगाडि आयौँ। यो स्थानलाई भनिन्छ फुर्के खोला। फुर्के खोलाबाट चाहिँ हामी त्रिशुली तरेर पारी धादिङ जिल्लातर्फ लाग्नेछौँ। हुन त यो पनि धादिङ जिल्लै हो। धादिङको चाहिँ सदरमुकाम धादिङ बेसी हुँदै हामी अगाडि बढ्नुपर्ने छ। यो फुर्के खोलाबाट चाहिँ काठमाडौँ 65 किलोमिटरको दूरीमा रहेको छ। काठमाडौँबाट आउनुहुन्छ भने चाहिँ 65 किलोमिटरमा ठ्याक्कै यो ठाउँ पर्ने अवस्था हुन्छ। अब यहाँबाट चाहिँ सानो सानो बजार छ। यहाँ विशेष गरी माछा अनि फलफुलहरू चाहिँ बेसी बिक्री गर्न राखिएको पसलहरू देखिन्छ। अब यहाँबाट पारी हामी साह्रै रमाइलो स्थानतर्फ बढ्नेछौँ। धादिङ बेसी अनि उचाइका ठाउँहरू हेर्दै हेर्दै नै हामी अगाडि बढ्ने उद्देश्य छ। अब हुन त हामी मुङलिनबाट करिब 40 किलोमिटर जसो मात्र अघि आएका रहेछौँ। तर अहिलेको सडक अवस्था छिचोलेर यहाँ आइपुग्न 2 घन्टा नै लाग्यो। बिचमा केही छिन जाममा पर्दै पनि आइयो। धन्नले लामो जाममा चाहिँ परिएन, नत्र दिनै पनि गइदिन सक्छ। यो फुर्के खोलाको द्वारले हामीलाई स्वागत गर्न तम तयार छ। यो शहीद गेट जनयुद्धका शहीद र बेपत्ता योद्धाहरूको सम्झनामा बनाइएको रहेछ। ल त्रिशुली नदीको साथ आजका निम्ति यहीसम्मको मात्र। हामी अब यो पुल तरेर धादिङ बेसीतर्फ जानेछौँ। पृथ्वी राजमार्गलाई पनि यहीँबाट विदाई गरिने भइयो। मलेखु छेउको फुर्के खोलाबाट काठमाडौँतर्फ जाने पृथ्वी राजमार्ग छोडेर हामी देब्रेतर्फ भित्र छिर्दैछौँ। यही शहीद गेट अघिबाट त्रिशुली नदीको पुल छ। धादिङ बेसी हुँदै गोर्खा छिर्ने मार्ग पनि यही हो। कति साँघुरो रहेछ यो पुल। एकपटकमा एउटा गाडी मात्र अट्न सक्ने, मोटरसाइकललाई ठाउँ दिन पनि धौधौ पर्ने। अब त्रिशुली नदी तरेपछि हामी धादिङको सिद्धलेक गाउँपालिकामा पनि प्रवेश गर्दैछौँ।